हाइली सक्सेसफुल पिपलहरु चाहिँ किन धेरै सफल भए त भन्दाखेरि यिनीहरुले चलाकीपूर्ण तरिकाले उनीहरुले आफ्नो काम गरेर भविष्यमा हुने कामहरुको बारेमा पहिले नै उनीहरुले सोचेर त्यसको बारेमा राम्रो तरिकाले एनालाइसिस गरेर विश्लेषण गरेर मात्र उनीहरु सफल भए। त्यो भएको हुनाले आजको यस भिडियो अन्तर्गत रहेर मैले तपाईहरु पनि त्यो संसारको थोरै भन्दा थोरै 5% मात्रै मान्छेहरु जुन सफल छन् त्यो सफल व्यक्ति जस्तै तपाई पनि कसरी सफल बन्न सक्नुहुन्छ त र तपाई पनि कसरी चलाकीपूर्ण तरिकाले आफूलाई चाहिँ आफ्नो जीवनलाई त तपाईले सुधार गर्न सक्नुहुन्छ भन्ने विषयमा रहेर म यो भिडियोमा चाहिँ तपाईहरुलाई केही आफ्नो टिप्सहरु केही तरिकाहरु चाहिँ मैले शेयर गर्न गइरहेको छु। तपाईले यो भिडियोलाई स्किप नगरेर सुरुदेखि अन्त्यसम्म हेर्नु। कुनै पनि व्यक्ति चाहिँ बोलिरहेको छ भने कुनै पनि कुरा तपाईले सुनिरहनु भएको छ भने तपाईले आफूले चाहिँ राम्रोसँग सुन्नु पर्ने हुन्छ। हेर्नुस् तपाईले यदि जुनसुकै कुराहरु राम्रोसँग सुन्नु भयो भने मात्र तपाईले बुझ्नुहुन्छ। यदि तपाईले त्यो सुनेको राम्रोसँग सुनेको कुराहरु त बुझ्नु भयो भने त्यसपछि तपाईले आफूलाई चाहिँ राम्रोसँग चाहिँ प्रस्तुत गर्न सक्नुहुन्छ। त्यो भएको हुनाले धेरै सुन्नुस्। मान्छे चाहिँ यहाँ सुन्नलाई भन्दा पनि मान्छेले बोल्नलाई चाहिँ मान्छेलाई हतार हुन्छ। अरूको मान्छेले अरूको कुराहरु नसुन्ने र आफ्नो कुराहरु चाहिँ कतिखेर भनौं भनेर हतार भइसक्छ मान्छेलाई। अरूको कुराहरु राम्रोसँग सुन्दै नसुनेर आफूले मात्र बोल्ने गर्नुभयो भने तपाई चलाक व्यक्ति तपाई स्मार्ट व्यक्ति भित्र पर्नु हुँदैन। जो मान्छेहरु एकदमै कम बोल्छन् र धेरै सुन्छन् त्यस्तो मान्छेहरु एकदमै चलाक व्यक्तिहरुको रूपमा लिन सकिन्छ। हेर्नुस् जतिसुकै सफल व्यक्तिहरु छन् त्यो सफल व्यक्तिहरुले गर्ने भनेको नै यही हो। उनीहरुले धेरै बोल्नुको सट्टामा चाहिँ त्यो बोलेको व्यक्तिले चाहिँ कस्तो कुन इन्टेन्सनले बोलिरहेको छ, कुन प्रकारले कुन तरिकाले चाहिँ बोलिरहेको छ, उसको चाहिँ सेन्स चाहिँ के हो, बोल्नुको चाहिँ तात्पर्य के हो भनेर उनीहरुले त्यसलाई एनालाइज गरेर त्यसलाई विश्लेषण गरेर बल्ल उनीहरुले आफ्नो निर्णयलाई प्रस्तुत गर्छन्। त्यो निर्णयलाई त्यो आफ्नो बोल्ने कुरालाई उनीहरुले 100 पटक चाहिँ सोचेर मात्र उनीहरुले आफूलाई प्रस्तुत गर्छन्। हो यो यस्तो चाहिँ सफल व्यक्तिहरुले प्रयोग गर्ने तपाईले चलाकीपूर्ण तरिकाले बोल्नको लागि ध्यान दिएर पहिला सुन्नु पर्ने हुन्छ र सुनेर त्यसपछि मात्र तपाईले यदि एप्लिकेबल यदि राम्रो लागेको कुरामा चाहिँ तपाईले आफ्नो कुरालाई चाहिँ तपाईले शेयर गर्न सक्नुहुन्छ, आफ्नो कुरालाई राख्न सक्नुहुन्छ। जुन व्यक्ति ध्यानपूर्वक सुन्छ, एकदमै सहनशील भएर सुन्छ, त्यो व्यक्ति चाहिँ एकदमै अवसर र जोखिमहरुको बीचमा चाहिँ उसले एकदमै चाँडै चाहिँ तालमेल मिलाउन सक्छ। हेर्नुस् कुन समयमा चाहिँ एकदम अवसरहरु आइरहेको छ र कुन समय चाहिँ जोखिम छ भन्ने विषयमा चाहिँ उसलाई राम्रो ज्ञान हुन्छ। यदि यो कुन समयमा चाहिँ अवसरहरु आइरहेको छ र कुन समयमा चाहिँ एकदमै नराम्रो अवस्था आइरहेको छ, हाम्रो जीवन नै कहिले राम्रो कहिले नराम्रो हैन, सबै एउटा सिक्काको चाहिँ दुईटा पाटा हो। हाम्रो जीवन कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ। हो त्यो भएको हुनाले जो चलाक व्यक्तिहरु हुन्, जो चाहिँ स्मार्ट व्यक्तिहरु हुन्, तिनीहरुले चाहिँ आफ्नो जीवनमा चाहिँ के भइरहेको छ, किन भइरहेको छ, कसको कारणले भइरहेको छ, के गर्नु पर्यो भनेर धेरै कुराहरु उनीहरुले एउटा आफूलाई प्रश्नहरु सोधेर उनीहरुले त्यसको सोलुसन चाहिँ निकाल्छन् र त्यो अनुसार चाहिँ उनीहरु धेरै भन्दा धेरै सफलता हात पार्छन्। हेर्नुस् जो व्यक्ति शान्त दिमागले चाहिँ सोच्छ, शान्त दिमागले चाहिँ निर्णय लिन्छ, त्यो व्यक्ति नै एकदमै सफल व्यक्ति हो। सफल व्यक्तिले जहिले पनि कुनै पनि कुराहरुलाई सुन्छ अनि सुनेको कुराहरुलाई त्यो भन्नलाई उसलाई हतार हुँदैन, शेयर गर्न हतार हुँदैन कि उसले चाहिँ त्यो कुराहरु भन्दाखेरि कुन मान्छेलाई चाहिँ कस्तो किसिमको चोट पर्छ कि कुनै पनि मान्छेलाई चाहिँ कस्तो किसिमको नराम्रो किसिमको चोट पर्छ कि के पर्छ, राम्रो पोजिटिभ मेसेज जान्छ कि के जान्छ भनेर उनीहरुले धेरैचोटी सोचेर मात्र उनीहरुले प्रस्तुत गर्छ। हो त्यो भएको हुनाले तपाईले पनि हर कुरालाई शान्त भएर चाहिँ एकदमै आफ्नो भावनामाथि चाहिँ तपाईले नियन्त्रण गर्नुपर्ने हुन्छ। आफ्नो इमोसन माथि चाहिँ तपाईले एकदमै कन्ट्रोल गर्नुपर्ने हुन्छ। तब मात्रै तपाई एउटा सक्सेसफुल एउटा एकदमै सफल एकदम स्मार्ट व्यक्तिको हिसाबमा चाहिँ अगाडि बढ्न सक्नुहुन्छ। तपाईले सही समयमा चाहिँ सही कुराहरु बोल्नुपर्ने हुन्छ। हेर्नुस् जुनसुकै बेलामा चाहिँ तपाईले फतफताइरहनु भयो भने, तपाईले आफ्नो कुरा राखिरहनु भयो भने, तपाई चाहिँ पड्किरहनु भयो भने मानिसहरुले तपाईले भ्यालु दिदैन। यो मान्छे त जहिले बोलिरहेको हो, यो मान्छे त यस्तै गरी चाहिँ बोलिरहन्छ, यसको कुनै लजिक छैन, कुनै यसको चाहिँ पोइन्ट वाइज चाहिँ कुनै चाहिँ बोल्दैन, कुनै भ्यालुलेस कुराहरु बोल्छ अनि बिना अर्थको कुराहरु बोल्छ भनेर अरु मान्छेले चाहिँ तपाईले भ्यालु दिदैन। हो त्यस्तो सेन्समा पनि तपाईले के गर्नुपर्ने हुन्छ त एकदमै आफूले आफुमा चाहिँ भ्यालु क्रिएट गर्नको लागि चाहिँ तपाईले के गर्नुपर्ने हुन्छ, एकदमै आनन्द सही समयमा चाहिँ एकदमै सहनशील भएर समयलाई चाहिँ कुरेर समयलाई पर्खेर
त्यो समयमा चाहिँ तपाईँले आफूले आफूलाई प्रस्तुत गर्नुहोस्। तपाईँले जब आफूले आफूलाई प्रस्तुत गर्नुहुन्छ अनि त्यसपछि मात्रै अरू मान्छेले तपाईँले राम्रोसँग सुन्छ। तपाईँले देख्नु भएको छ होला कुनै पनि प्रोग्राममा, कुनै पनि मिटिङमा, कुनै पनि मानिसहरू भेला भइरहेको ठाउँमा चाहिँ जो मान्छेले धेरै कुराहरू बोलिरहेको हुन्छ त्यो मान्छेबाट अरू मान्छेहरू इरिटेट भइरहेको हुन्छ। त्यो भएको हुनाले जो मान्छे कम बोलिरहेको हुन्छ त्यो मान्छेलाई नै अक्सर मान्छेहरूले सुन्न रुचाउँछन्। यो मान्छेले के बोल्छ होला, कस्तो बोल्छ होला भनेर उसलाई नै मान्छेहरूले धेरै अटेन्सनहरू, धेरै ध्यान दिइरहेको हुन्छ। हो त्यो भएको हुनाले तपाईँले कतिखेर बोल्ने, कतिखेर चुप लाग्ने भन्ने कुरा जान्नु नै के हो त भन्दाखेरि एउटा बुद्धिमान व्यक्तिको चाहिँ एउटा क्वालिटी, एउटा चाहिँ गुण भनेर चाहिँ हामीले यसलाई बुझ्छौँ। त्यो भएको हुनाले कतिखेर बोल्ने, आफूलाई कतिखेर चुप राख्ने र कुन ठाउँमा आफ्नो आवश्यकता छ भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। तपाईँले निरन्तर सिक्ने बानी बसाल्नुहोस्। हेर्नुहोस्, तपाईँले निरन्तर तपाईँले बुक पढेर हुनसक्छ, तपाईँले कुनै पनि कुराहरू अनुभव गरेर हुनसक्छ, कुनै पनि कुराहरू तपाईँले फर्स्ट टाइम चाहिँ कुनै पनि कुराहरू गर्दै हुनुहुन्छ भने त्यहाँ चाहिँ गल्तीहरू हुन सक्छन्। त्यो मिस्टेकहरूबाट पनि तपाईँले सिक्न सक्नुहुन्छ। हो यो कुराहरू हाम्रो चाहिँ जीवन भनेको चाहिँ लाइफ लङ एउटा प्रोसेस हो। यो चाहिँ जीवनमा चाहिँ हामीले हरेक किसिमका चाहिँ अनुभवहरू बटुलिरहेका हुन्छौँ। हरेक किसिमका चाहिँ हाम्रो फेलियरहरू, जीवनमा चाहिँ नराम्रो घटनाहरूबाट चाहिँ हामीले सुन्दै सिक्दै त्योबाट चाहिँ कसरी हामी राम्रो एउटा प्रगति, एकदमै सफल व्यक्तित्व आफूले आफूलाई चाहिँ आफ्नो समाजमा चाहिँ कसरी स्थायित्व गर्न सक्छौँ भन्ने कुरा तपाईँले सिकेर त्यो अनुसार तपाईँले अगाडि बढ्नुभयो भने तपाईँले कुनै पनि तत्त्वले चाहिँ तपाईँलाई पछाडि पार्न सक्दैन। तपाईँ अझै सधैँ तपाईँ चाहिँ 4-5 स्टेप चाहिँ अरूभन्दा चाहिँ अगाडि नै हुनुहुन्छ। त्यो भएको हुनाले ज्ञान बढेसँगै तपाईँको चाहिँ एक के हुन्छ, एकदम चलाखी पनि बढ्दै जान्छ। त्यो भएको हुनाले तपाईँले बुक पढेर हुन्छ कि कुनै पनि कुराहरू नयाँ नयाँ डिस्कभरीहरू, इन्भेन्सनहरू गरेर हुन्छ कि नयाँ नयाँ कुराहरू, आर्टिकलहरू पढेर हुन्छ कि नयाँ नयाँ कसैको जीवनीहरू पढेर हुन्छ कि उनीहरूले कसरी त्यो एचिभ गरे त, त्यो धेरैभन्दा धेरै सक्सेस, त्यो कुरालाई चाहिँ तपाईँले एनालाइज गरेर हुन्छ कि र उनीहरूले गरे जस्तो हुन्छ नि उनीहरूको ह्याबिटहरू फलो गरेर तपाईँले चाहिँ आफूले आफूलाई चाहिँ एकदमै सफल व्यक्तित्वको हिसाबमा अगाडि बढाउन सक्नुहुन्छ। मान्छे चिन्न सक्ने चाहिँ एउटा क्षमताको विकास गर्नुपर्ने हुन्छ। यो संसारमा, यो मानव समाजमा चाहिँ सबै व्यक्ति सबै एउटै एकै नासको हुँदैन। कोही मान्छेको कुनै नियत चाहिँ एकदमै राम्रो हुन्छ भने कुनै मान्छेको नियत चाहिँ एकदमै नराम्रो हुन सक्छ। कुन मान्छे चाहिँ राम्रो र कुन मान्छे नराम्रो भनेर तपाईँले उनीहरूको शब्द, उनीहरूको कर्म, उनीहरूको स्वभावहरू, उनीहरूले कस्तो बोलिरहेको छ, कसरी आफूले आफूलाई प्रस्तुत गरिरहेको छ भन्ने कुराहरू तपाईँले राम्रोसँग एनालाइज गर्नुपर्ने हुन्छ, राम्रोसँग बुझ्नुपर्ने हुन्छ। हेर्नु, तपाईँले यदि चाहिँ कुनै पनि व्यक्तिको चाहिँ भावनालाई बुझ्नु भएन भने, कुनै पनि व्यक्तिको चाहिँ नियतिलाई नबुझेर नै तपाईँले साथी सङ्गतिहरू बनाउनु भयो भने तपाईँ नराम्रोसँग चाहिँ फस्नुहुन्छ। त्यो भएको हुनाले तपाईँले चाहिँ अगाडिको व्यक्ति चाहिँ कस्तो किसिमको माइन्डसेट भएको हो, राम्रो माइन्डसेट भएको हो कि एकदमै माइन्डफुल भएको हो कि कस्तो किसिमको हो भन्ने कुरा तपाईँले बुझ्नुपर्ने हुन्छ। अनि त्यो अनुसार चाहिँ तपाईँले आफ्नो व्यवहारलाई चाहिँ तपाईँले एक्सप्रेस गर्नुपर्ने हुन्छ। यदि अगाडिको मान्छेलाई को तपाईँले क्षमता उसलाई चाहिँ चिन्न सक्नु भएन भने तपाईँ नराम्ररी फस्नुहुन्छ। तपाईँले चाहिँ मान्छेलाई चिन्ने गर्नुहोस्, को मान्छे चाहिँ कस्तो हो, कुन मान्छेलाई चाहिँ कस्तो किसिमको स्वभाव गरिरहेको छ, उसको व्यवहार कस्तो छ, उसले चाहिँ कस्तो बोलिरहेको छ, उसको चाहिँ नियत कस्तो छ भन्ने कुरा तपाईँले चाहिँ सोच्नु पर्ने हुन्छ। यति कुरा तपाईँले राम्रोसँग एनालाइज गर्नुभयो भने मात्र तपाईँ सफल व्यक्ति हुन सक्नुहुन्छ। र सफल व्यक्तिबाट तपाईँले सफल ह्याबिटहरू, सफल क्वालिटिजहरूलाई चाहिँ उनीहरूको जुन सफल व्यक्तिहरूले चाहिँ अपनाइरहेका चाहिँ उनीहरूको आवश्यक पर्ने चाहिँ क्वालिटिजहरूलाई तपाईँले आफ्नो जीवनमा लागू गर्ने र तपाईँले चाहिँ जुन ह्याबिटहरू तपाईँले छोड्नु पर्ने कुरा हो त्यसमा चाहिँ तपाईँले छोड्नु पर्ने हुन्छ। अनि मात्र तपाईँ एकदमै ट्यालेन्ट, एकदमै स्मार्ट व्यक्ति बन्न सक्नुहुन्छ। तपाईँले चाहिँ कुनै पनि कुराहरू गर्नु पर्दाखेरि आफ्नो जीवनमा प्लानिङ बनाउनुहोस्। हेर्नुहोस्, योजना बनाएर मात्रै तपाईँले काम गर्नुपर्ने हुन्छ। यदि तपाईँले योजना बनाएर चाहिँ काम गर्नुभयो भने त्यसलाई सिस्टमेटिक तरिकाले चाहिँ गर्न सक्नुहुन्छ। त्यसलाई समयमै त्यो कामलाई सकाउन सक्नुहुन्छ। तपाईँले कुनै आफ्नो अफिसको काम हुनसक्छ, आफ्नो कुनै घरको काम हुनसक्छ, त्यसलाई चाहिँ फर्स्ट, सेकेन्ड, थर्ड, फिफ्थ भने त्यसरी चाहिँ तपाईँले प्रायोरिटी चाहिँ सेटिङ गर्नुपर्ने हुन्छ। फर्स्टमा चाहिँ मैले के गर्ने, सेकेन्डमा के गर्ने, डे वाइज चाहिँ कुनै प्लानिङ हुनसक्छ, विकली प्लानिङ हुनसक्छ, मन्थली प्लानिङ हुनसक्छ, इयरली हुनसक्छ, होइन, 10 इयर, 12 इयर, लङ टर्म हुनसक्छ। तपाईँले त्यो सबै कुराहरूलाई तपाईँले एकदमै प्लानिङ, एकदमै सेटिङ गर्नुपर्ने हुन्छ। तपाईँले त्यो मिसन अनुसार, तपाईँको त्यो भिजन अनुसार चाहिँ तपाईँले त्यो प्लानिङ अनुसार चाहिँ तपाईँ अगाडि बढ्नुपर्ने हुन्छ। नत्र भने तपाईँ चाहिँ जिगज्याग तपाईँ अल्झिनुहुन्छ।
तपाईँ अल्मलिनुहुन्छ। तपाईँले सुरु गरेको काममा यदि तपाईँको क्लियर भिजन छैन भने, प्रष्ट तपाईँको योजना तपाईँले निर्धारण गर्नुभएको छैन भने तपाईँ बीचबीचमा चाहिँ तपाईँ अल्मलिनुहुन्छ, बीचबीचमा तपाईँले एकदमै तपाईँले डिमोटिभेट हुनुपर्ने हुन्छ। त्यो भएको हुनाले तपाईँले योजनालाई क्लियर आफूले एचिभ गर्न सक्ने, त्यसको लागि चाहिने पूर्वाधारहरूलाई तपाईँले रेडी गर्नुपर्ने हुन्छ, तयार गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तपाईँले आकस्मिक तरिकाले होइन कि तपाईँले एकदमै कुल तरिकाले धेरै सोचेर अगाडि के हुन सक्छ भनेर सोच्ने र एक कदम अगाडि राख्छ जहिले पनि तपाईँले। भोलि के हुँदैछ, अहिलेको समाजहरू कहाँ गइरहेको छ, के गइरहेको छ, आफ्नो चाहिँ कुन लेभल छ, कुन ठाउँबाट चाहिँ आफू चल्दाखेरि राम्रो हुन्छ, हिँड्दाखेरि राम्रो हुन्छ भन्ने कुरा तपाईँले सोच्नुभयो भने अनि मात्र तपाईँ अरू व्यक्तिभन्दा फरक बन्न सक्नुहुन्छ। जब तपाईँ अरूभन्दा चाहिँ फरक बन्नुहुन्छ भने तपाईँ सफल बन्नुहुन्छ। हेर्नुहोस्, तपाईँले जस्तो भिडले गर्छन्, जस्तो मेजोरिटी पिपलहरूले चाहिँ धेरै जसो मान्छेहरूले गर्छन् त्यस्तै गर्न थाल्नुभयो भने तपाईँले रिजल्ट पनि त्यस्तै पाउनुहुन्छ। तपाईँ यति युनिक, एकदम एक्स्ट्राअर्डिनरी एउटा फरक व्यक्तित्व हुनुहुन्छ भने तपाईँले फरक रिजल्ट तपाईँले प्रस्तुत तपाईँले पाउनुहुन्छ। त्यो भएको हुनाले तपाईँले जस्तो कर्म गर्नुभएको छ त्यस्तै फल पाउनुहुन्छ। त्यो भएको हुनाले तपाईँ राम्रो कर्म गर्नुहोस्, राम्रोसँग बोलेर राम्रोसँग मान्छेहरूलाई चाहिँ डिल गर्नुहोस् र त्यसपछि त्यसको फल नै राम्रो हुन्छ। यदि तपाईँले अरूलाई चाहिँ पेन, एउटा सफरिङ भने नराम्रो चाहिँ कर्महरू गर्नुहुन्छ भने अनि उनीहरूबाट कसरी तपाईँले राम्रो कुराहरू एक्सपेक्ट गर्नुहुन्छ, सोच्नुहोस् त तपाईँहरू पनि। त्यो भएको हुनाले तपाईँले चाहिँ जहिले पनि राम्रो गर्नुहोस्। जब हामीले राम्रो कुरा दियौँ भने अरू मान्छेले पनि राम्रो तरिकाले ग्रहण गर्छ र राम्रो तरिकाले तपाईँको व्यक्तित्वलाई उनीहरूले त्यो अनुसार चिन्छ। तपाईँले बुझ्नुपर्ने कुरा के हो त भन्दाखेरि तपाईँले आफ्नो कमजोरीलाई चाहिँ स्वीकार्नुहोस्। हेर्नुहोस्, तपाईँले जब आफ्नो कमजोरीलाई तपाईँले सुधार गर्नुभयो भने मात्रै तपाईँले राम्रो कुराहरू एचिभ गर्न सक्नुहुन्छ। यहाँ चाहिँ मान्छेहरूको प्रब्लम चाहिँ के हो भन्दाखेरि समस्या, धेरै ठुलो समस्या भनेको के हो भन्दाखेरि उनीहरूले आफूले आफ्नो चाहिँ प्रब्लमलाई चाहिँ सोल्युसन गर्न सकेको हुँदैन, आफूले चाहिँ आफ्नो कुन लेभलको छ भन्ने कुराहरू उनीहरूलाई थाहा हुँदैन र अरूलाई चाहिँ उपदेश दिन थाल्छ। त्यो नभएर तपाईँले आफ्नो कमजोरीलाई चाहिँ, आफ्नो मिस्टेकलाई चाहिँ तपाईँले त्यसलाई सच्याउनु पर्ने हुन्छ। मिस्टेक्स आर द पार्ट अफ लाइफ, होइन? त्यो हामीले चाहिँ जुनसुकै किसिमको चाहिँ मिस्टेकहरू हुन्छ, गल्तीहरू मानव जीवनको चाहिँ एउटा जीवनमा चाहिँ आइपर्ने कुराहरू हुन्। त्यो गल्तीबाट चाहिँ हामीले नदोहोऱ्याएर हामीले त्यो गल्तीबाट चाहिँ सिकेर भोलि त्यो कुराहरू नगर्ने, त्योभन्दा राम्रो पाठ सिकेर चाहिँ त्योबाट हामीले हाम्रो जीवनलाई राम्रो बनाउँदै लिने हो। कसरी हामीले हाम्रो मानव समाजलाई चाहिँ राम्रो गर्न सक्छौँ र हाम्रो कर्मले गर्दाखेरि अरू मान्छेलाई चोट पुग्छ कि अरू मान्छेलाई सहयोग पुग्छ कि भनेर हजारौँ पटक सोचेर हामीले काम गर्नुपर्ने हुन्छ। जसले आफ्नो कमजोरी बुझ्दैन नि त्यस्तो मान्छेहरू चलाक व्यक्तिको हिसाबमा, स्मार्ट व्यक्तिको हिसाबमा चाहिँ लिन सकिँदैन। त्यो भएको हुनाले यदि हामी चलाक बन्न चाहन्छौँ भने आफ्नो कमजोरीलाई चाहिँ स्वीकार्नु पर्ने हुन्छ। चलाकी चाहिँ कुनै पनि मान्छेलाई धोका दिनु होइन कि सही निर्णय र सही कुराहरूको चाहिँ सही सोचहरू, सही व्यवहारहरू चाहिँ देखाउनु नै के हो, चलाकीपन हो, स्मार्टपन हो। अनि यदि तपाईँले यो 7वटा कुराहरू मात्रै यदि तपाईँले आफ्नो जीवनमा चाहिँ लागू गर्नुभयो भने तपाईँ अरू व्यक्तिहरूभन्दा चाहिँ तपाईँ एकदम फरक बन्नुहुन्छ। जब अरू व्यक्तिहरूभन्दा, अरू मानिसहरूभन्दा तपाईँ एकदमै फरक हुनुहुन्छ भने अनि त्यसपछि तपाईँले पाउने परिणामहरू पनि फरक हुन्छन्। यो संसारमा हजारौँ मानिसहरू चाहिँ भिडले सोचे जस्तो चाहिँ नसोच्नुहोस् र उनीहरूले गरे जस्तो नगर्नुहोस्। उनीहरूभन्दा फरक व्यक्तित्व आफ्नो समाजमा चाहिँ तपाईँले इस्टाब्लिस गर्नुपर्ने हुन्छ र कुनै पनि मान्छेहरूलाई चाहिँ हेल्पफुल तरिकाले उनीहरूलाई आफ्नो राम्रो तरिकाले चाहिँ सक्नुहुन्छ राम्रो कुराहरू चाहिँ सेयर गर्नुहोस्। सक्नु हुँदैन नराम्रो सल्लाह पनि नदिनुहोस् र नराम्रो पनि नगर्नुहोस्। यदि तपाईँले नराम्रो गर्नुभयो भने त्यही नराम्रो तपाईँ समक्ष चाहिँ त्यो फर्किन्छ, हैन? तपाईँले राम्रो गर्नु भने राम्रो आउँछ र नराम्रो गर्नु भने राम्रो आउँछ। त्यो भएको हुनाले तपाईँ यदि राम्रो कुरा चाहिँ चाहनुहुन्छ भने जीवनमा राम्रो कुराहरू बन्ने कोसिस गर्नुहोस्, राम्रो बोल्ने कोसिस गर्नुहोस् र राम्रो नलेजहरू चाहिँ एचिभ गर्ने चाहिँ कोसिस गर्नुहोस्, अनि मात्र तपाईँ राम्रो बन्नु। यदि तपाईँले यो हाम्रो टिप्सहरू, यो हाम्रो तरिकाहरू राम्रो लाग्यो भने तपाईँले यो हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला र हामीसँग जोडिएर तपाईँलाई कस्तो किसिमको भिडियो चाहिन्छ, कस्तो किसिमको नलेजहरू चाहिन्छ तपाईँले आफ्नो हाम्रो कमेन्ट बक्समा चाहिँ कमेन्ट राखेर आफ्नो समस्याहरूलाई चाहिँ हामी तपाईँलाई एड्रेस गर्नेछौँ। तपाईँको समस्याको हामीले समाधान दिने प्रयास गर्नेछौँ। नमस्ते सबैको, जय होस्।